हेलो एभ्रिवान वन्स अगेन फेरि है मेरो ब्लगमा तपाईँहरू सबैजनालाई स्वागत छ। अनि यो चाहिँ मेरो हेर्नुहोस् न बरन्डाको प्लान्टहरू है। मैले चाहिँ बरन्डामा चाहिँ यसरी एक दुईवटा कलेक्सन गरेर राखेको छु। मर्निङमा चाहिँ यसो हेर्नु गएको थिएँ नि त अब कस्तो भएछ भनेर। अन्त त्यहीँ बसेर एकछिन चिया खाएँ हो। अन्त प्लान्टहरूलाई हेर्दै है बसेर प्लान्टहरूको छेउमा बसेर चिया खानु चाहिँ एकदमै मनपर्छ मलाई चाहिँ हो। अनि आज चाहिँ मैले त्यहीँ बरन्डामै बसेर चिया खाएँ। नानीहरू गइसकेको थियो नि त यति बेलासम्म हो। त्यहाँदेखिको चाहिँ आज चाहिँ मेरो ड्युटी छुट्टी भएकोले गर्दा अलिक बिस्तारै काम गरेँ मैले होइन, नअत्तालिकन। आज चाहिँ मेरो ड्युटी छुट्टी थियो नि त, त्यो भएर हो। अन्त नानीहरू सबै गइसकेर त्यहाँदेखि आमालाई पनि खाजासाजा दिएर चाहिँ त्यहाँदेखिको घरको कामहरू गर्नु थालेको नि त मेरो हो। यसो बेडहरू मिलाउनु थालेँ। आज चाहिँ बेडसिट बेड कभरहरू पनि सबै उयो पिलो कभरहरू पनि सबै फेरौँ भनेर चाहिँ यसरी फेर्दै थिएँ हो। अनि एकछिन फेरि तल साथीको नानीलाई नदेखेको कति भएको थियो नि त। अन्त त्यहाँ गएँ हो। अन्त जिस्काएँ एकछिन हो। त्यहाँदेखि ऊ चाहिँ उठ्ने मानेको थिएन नि त। मैले चाहिँ उठ न उठ भन्दै जिस्काउँदै थिएँ नि त। अन्त ऊ चाहिँ फोन सुतेर फोन हेरिराखेको रहेछ हो। त्यहाँदेखि फेरि उसलाई जिस्काएकिन आएर चाहिँ फेरि घरमा काम गर्नु थालेँ हो। अन्त अघि चाहिँ खोली मात्रै थियो, अहिले चाहिँ लगाउँदैछु हो। लगाएर चाहिँ मिलाउनु पर्यो होइन, घरको काम त यत्तिकै हुन्छ। अन्त बिस्तारै गर्दै थिएँ आज चाहिँ हो। अनि मैले पनि खाजासाजा खाएर आमाले त अघि खाइसक्नु भएको थियो। अन्त यसरी खाजा खाएको भाँडाहरू है, घरमा मान्छे चाहिँ 3जना मात्रै छौँ कि, तर भाँडा चाहिँ यति बिघ्न निक्लिन्छ भन्नु न। तिनै टाइम यति बिघ्न निक्लिरहेको हुन्छ भाँडा, कहाँबाट निक्लेको आफूलाई नै अचम्म लाग्छ क्या हौ। अन्त यसरी भाँडाहरू धोएँ, त्यहाँबाट भाँडाहरू धोएर चाहिँ खाना पकाउनुपट्टि लागेँ हो। अनि आज चाहिँ मेरो छोरीले फेरि कुखुराको मासु र साग पकाइदिनु है मम्मी भनेर भनिरहेको थियो नि त। अन्त त्यही भएर चाहिँ साग पनि केलाउनु थालेँ। केलाइराखेर चाहिँ भिजाउनु पऱ्यो धुनुको लागि भनेर हो। अन्त एकदमै मिठो रहेछ साग चाहिँ, दामी भयो, मिठो भयो। अनि यता साग केलाएर भिजाइराखेँ। अनि अर्कोपट्टि चाहिँ मैले यसरी मासु पकाउनु थालेँ हो। मासु पकाएर त्यहाँदेखिको यता अरू पनि कामहरू गर्नु थालेँ मासु पकाउँदै हो। अनि 12 बजीको खानाहरू पकाएको नि त। अन्तखेरि पकाएर चाहिँ मासुमा चाहिँ अन्त अहिले अब साग मिसाइदिनु भनेर भनेको थियो नि त। अन्त पहिला चाहिँ अलिक फ्राई गर्नु, डिप फ्राई गर्नुको, डिप त होइन अलिकति फ्राई गर्नुको लागि चाहिँ यसरी मासु भुटेँ। त्यहाँबाट चाहिँ हेर्नु न साथीको नानी मसँगै थियो कि आज, नमन। अन्त उसको नाम चाहिँ नमन हो नि त। अन्त उसलाई चाहिँ आमाको दोकान जाने अरे हो। अब दोकानमा उसलाई पुरा आदत भइसकेको छ क्या नानीलाई। अन्तखेरि हेर्नुहोस् न फेरि नानीलाई पुऱ्याउनु गएको अर्को फेरि 2टा हो कुकुरहरू के। अन्त उनीहरू पनि जाने अरे, यसरी पछि पछि हिँड्छ नि त उनीहरू चाहिँ हो। अन्त हेर्नु न आमाको दोकान जाने भनेपछि त अगाडि अगाडि गएन, उसलाई मैले पुऱ्याइराखेँ दोकानसम्म है। अन्त आएँ फर्किएँ घर। फेरि मैले चाहिँ सब्जी पनि बसाइरहेको थिएँ नि त सानो ग्यास पारेर। अन्तखेरि डढ्छ होला भनेर हो। यो चाहिँ मेरो घर जाने। अन्तखेरि आज अलिकति धनियाँ पनि टिप्नु पऱ्यो भने चाहिँ यो चाहिँ मैले आफै रोपेको धनियाँ हो। घरमै रोप्छु नि त अलिअलि, घरमा खाने त हुन्छ भनेर चाहिँ यसरी रोप्छु। मेरो फुलहरू छ यता है, यहाँ पनि रोपेको थिएँ अस्ति। यो त आधी उधी खाइसक्यो, आधी चाहिँ यति छ हो। अन्त यहाँ बरन्डामा चाहिँ यो चाहिँ मेरो नानाको बरन्डा हो, जेठानीको बरन्डा। तर त्यहाँ मैले नै फुलहरू रोपिदिएको छु। यो चाहिँ डल्ले खुर्सानी है, मेरो मैले घरमै फलेको डल्ले हो मेरो। यो बोट चाहिँ 8-9 वर्ष जस्तो भइसक्यो है। बिचरा अहिले त बेसी फल्दैन पनि, तर यस्तो डरलाग्दो पिरो छ है यो खुर्सानी। पुरानो भएर पनि होला सायद, तर बेसी चाहिँ फल्दैन। फल्नु चाहिँ फल्छ तर ज्यादा त होइन। अन्तखेरि यस्तो डरलाग्दो पिरो छ भन्नुहोस् न। अन्त यो चाहिँ हो बोक्सी खुर्सानी है, बोक्सी खुर्सानी न के भन्छ यसलाई। अन्त यता आएको त आमाले फेरि किचनमा आएको त आमाले फेरि अचार पिनिदिनु हुँदो रहेछ हो। अन्त मैले चाहिँ यता सब्जीहरू उयो गर्दै थिएँ नि त, तताउँदै थिएँ हो। अन्त खाना खानुको लागि अन्त आमाले चाहिँ यसरी अचारहरू पिनिदिनु भएछ। अनि यतापट्टि चाहिँ आमाले बसेर खानुहुँदैछ। अनि अर्कोपट्टि चाहिँ यतापट्टि चाहिँ म बसेर खाँदैछु। अन्त आज चाहिँ आमाको खिचिदिएको नि है। त्यहाँदेखिको दुईजनाले खाना खाइसकेर चाहिँ म चाहिँ घर सफा गर्नुपट्टि लागेँ है। चाहिँ खाना पकाएपछि यसरी ग्यासहरू पुस्ने आदत छ, खै बिमारी हो कि के हो भनौँ है। अन्त अब अरूले अलिकति पुस्दैन भने पनि रिस उठिहाल्छ अन्त त्यो भएर चाहिँ यसरी पुसेँ। अन्त पुसपास गरेर घरहरू सनाकसिनिक गरेर चाहिँ हो
त्यहाँदेखिको त्यहाँदेखिको बसेकोहरू चाहिँ अब त्यस्तो भ्लग गरिनँ। त्यहाँदेखि चाहिँ बेलुका है हेर्नुहोस् न यहाँ कुकुरले तर्साएर चाहिँ बिचरा कसको कुखुरा पनि यहाँ आइपुगेछ हो। वासिङ मसिनमा लुगाहरू धुनु थालेँ। लुगाहरू धुँदाखेरि चाहिँ यताभित्र आएर आज चाहिँ छिमी सकिरहेको थियो मेरो आधी अनि आधी छिमीहरू बनाउनु थालेँ है। आज चाहिँ मैले मजाले सफा गरिनँ, धुइनँ, तातो पानी लगाएर भित्रभित्र मात्रै सफा गरेँ, बाहिर चाहिँ गरिनँ है। अन्तखेरि अब सबै सकेपछि चाहिँ एकैचोटि सबै मोल्नु पऱ्यो भनेर चाहिँ भित्रभित्र मात्रै अलिकति सफा गरेँ है। यो चाहिँ मेरो आज मैले आधी छिमीहरू बनाएको यसरी है। त्यहाँदेखिको चाहिँ बेलुका उयो गरेर है छिमीहरू बनाइसकेर चाहिँ थन्को मन्को गर्नु पऱ्यो है। अरू पनि कति काम हुन्छ, तपाईँहरूले देख्दा यति देख्छ है, दिनभरिमा यति डरलाग्दो काम हुन्छ है। आफै खाना पकाऊ, आफै भाँडा मोल, सबै कुरो आफै गर्नु है। अब ड्युटी पनि जानुपर्छ, ड्युटी गएर कोही बेला त कस्तो थाकेर आउँदा एक कप चिया पानी दिने मान्छे पनि हुँदैन। कस्तो लाग्छ नि कोही बेला त है, थाक्छ नि, हाम्रो पनि शरीर हो होइन। कोही बेला त कस्तो लाग्छ, खै सबै कुरो आफै गर्नुपर्छ, के गर्नु छैन, कोही पनि गरिदिने हो। नानी छ, सासू अब आमा त्यत्रो एज पुग्नु भइसक्यो है। हस्बेन्ड पनि हुनुहुन्न घरमा, सबैजना सबै कुरो आफै गर्नुपर्छ हो। के गर्नु, यसरी डाल्डाहरू बनाएँ, डाल्डाहरू लगाएँ हो। अनि बनाइसकेँ अब चाहिँ है। सबैजना खानाहरू खाइसक्नु भयो होला, मैले पनि खानासाना खाएर अब चाहिँ सुत्न बसेको ओछ्यानमा है। सबैजनालाई गुड नाइट।